हामी प्रवेशको योजना र प्रवेशको योजना भने हामी शीर्षक बनाएको छ। मोर्चाको विषयमा पहिला बोलेको थिएँ, फेरि म मोर्चाको विषयमा बोल्दैछु। परमेश्वरले चुनेको जातिहरूमाथि उहाँको निगाह, उहाँको प्रेम, उहाँको अनुग्रह, उहाँको बोलावट, उहाँको डोले, उहाँको उपस्थिति, उहाँको अभिषेक हामी बुझ्छौँ भने साह्रै गाह्रो हुन्छ। अनि हाम्रो जीवनमा समस्या आउँछ, अब के भन्ने होइन, कहिले कहिले समस्या आउँछ र के भन्ने, कसैले भन्छ धन्यवाद दिनुपर्छ भन्छ, कसैले के भन्छ प्रार्थना गर्नुपर्छ भन्छ है। आफ्नै आफ्नै समस्या हुन्छ, के भन्ने मैले अदालतमा परेछ। अनि त्यो समस्या हुँदाखेरि उनीहरूले भन्थ्यो मलेसियामा प्रार्थना गरेर के को विषयमा प्रार्थना गरेर चियाको लागि आमेन भनी पठायो। साथीको दिमागमा कहाँ के बस्या हुन्छ, अनि त्यहाँ गएर अनि बजार कि आमेन बोल्दा जान्छ, तपाईँ खेल्दै गर्नु काम गरेर आमेन भन्छ सही हुन्छ। कहिले कहिले त्यस्तो भइदिन्छ, आँखा चित हुन्छ तर मन चाहिँ कहाँ हुन्छ, समस्यामा अडिरहेको हुन्छ के। अनि त्यस्तो हुँदाखेरि साह्रै गाह्रो हुन्छ। अनि यहाँ हामी मोसाको जीवनमा हेऱ्यौँ भने मोसा चाहिँ इजरायली जातिलाई टुङ्ग्याउने व्यक्ति, अनि पृथ्वीमा सबैभन्दा विनम्र व्यक्ति भनेर अस्ति हामीले हेरेको थियौँ। पृथ्वीमा सबैभन्दा विनम्र व्यक्ति मोसामै भन्दछ। अनि त्यो व्यक्ति चाहिँ कस्तो थियो भन्दाखेरि उहाँ चाहिँ साह्रै सन्चुर छ। प्रत्येक देशमा मारे ल्याउने भनेर ल्याएको व्यक्ति पनि के भन्दैछ भन्दाखेरि अन्तिममा चाहिँ तिमी जानु पाउँदैनौ भन्दाखेरि चाहिँ डाँडामा त्यहाँ कसरी जान्छ राजाहरू हेर्ने व्यक्ति तर पनि लडिसक्ने व्यक्ति। अनि परमेश्वरले चुनेको व्यक्तिलाई जोड्दाखेरि चाहिँ सल्लाह दिनुपर्ने व्यक्ति। तपाईँले म भएको भए चाहिँ यत्रो वर्ष मैले यत्रो सेवा गरेँ, यत्रो गरेँ, यति धेरै गरेँ, अन्तिममा आएर यस्तो भने आफै सिकाउनुहोस्, आफैले आउनुहोस् भनिन्थ्यो। तर मोसा चाहिँ त्यस्तो व्यक्ति थिएन। मोसा चाहिँ कस्तो व्यक्ति थियो, यहोशूले उपरान्त तिमीले म जानु पाइनँ, तिमी जाँदैछौ चाहिँ त्यसो बसेर इजरायलले यो विधिहरू सिकाउँदै लाग्यो, यो शिक्षा दिँदै लाग्यो है भनेर सिकाउने व्यक्ति भएको कारणले चाहिँ अनि विनम्र व्यक्ति भन्थ्यो। त्यही मोसा चाहिँ त्यो डोर्याउने व्यक्ति मोसाको जीवन हेऱ्यौँ भने, बालककाल अवस्था हेऱ्यौँ भने एकदमै कहिले हामीले हेर्दै गयौँ भने चाहिँ कस्तो अवस्थामा बाल्यकाल अनि कस्तो अवस्थामा चाहिँ जन्म भयो भन्ने कुरा हामी हेर्दछौँ। अनि प्रसाद पुस्तकले निकाल्नुहोस्। प्रसाद पुस्तक अघि नै भनिसके परमेश्वरको योजना भनेर हामीले शीर्षक बनाएको छौँ। अनि मोसाको जन्म चाहिँ यस्तो अवस्थामा भएको थियो, तपाईँले हामीले विचार गर्दाखेरि यस्तो अवस्थामा आइहाल्छ जीवनमा आउँदाखेरि चाहिँ त्यस्तो अवस्था चाहिँ हाम्रो जीवनमा हाम्रो समयमा आएको छैन। तर समय र परिस्थितिले अनि समय र परिस्थिति अनि के भन्छ यो रुडी राति के भन्छ नि अस्ति के भएको थियो, कोरोना भाइरस पनि आएको थियो होइन। त्यस्तो अवस्था चाहिँ आएको छ, प्राकृतिक प्रकोपहरू चाहिँ आएको छ। तर मानिसहरूले बनाइएको अनि कुराहरू चाहिँ मोसाको जीवनमा त्यस्तो चाहिँ आएको छैन। तर एकदमै समस्या एकदम जटिल अवस्थामा मोसाको जन्म भएको हामी बुझ्दछौँ। प्रसाद 1:22 हेर्नु भने किन त्यो अवस्था आयो भन्दाखेरि जब इजरायल भन्दछ प्रधान इजरायली नै थिए, इजरायलीहरूमै थिए र पनि पछिबाट मिश्रमा गएको कारण गर्दाखेरि चाहिँ फेरि के भयो त मिश्रमा मिसिएर बसेको कारण पनि धेरै कुराहरू आएको कारण अनि विश्वदेखि फेरि इजरायलहरू निकालेर ल्याउनु पर्ने कुरा थियो। अनि यो समयमा चाहिँ के थियो भन्दा पहिला आमाको सन्तानहरू चाहिँ याकुबको सन्तानहरू चाहिँ के भयो भन्दाखेरि यहाँ बाइबलले भन्छ 70 जना थियो, 70 जना थियो है। अनि याकुबको
घरना आमा साह याकुब अनि त्यसो पुस्ता जब त्यसमा हारन के भन्छ त्यो त्यति पनि इस्राएलै थियो अनि जब त्यो ठाउँबाट चाहिँ अधिकांश गरेको कारण चाहिँ किन गएको थियो भन्दाखेरि भविष्यमा गएको थियो भन्दाखेरि अन्नको लागि अनि अन्न किन्दाखेरि चाहिँ सुनाले त्यहाँको मुख्यमन्त्री प्रधानमन्त्री भएको कारण चाहिँ त्यो भएको हामी पाउँदछौँ जाँदाखेरि चाहिँ एकदमै कष्टल भएर गएको कुरा हामी पाउँदछौँ निकाल भएको कारण एउटा आफ्नै छोरा पनि त्यो ठाउँमा के अरे विश्वमा के भन्छ भण्डारी भएको कारण अथवा प्रधानमन्त्री भएको कारण आफ्नो परिवार त्यसरी सहयोग हुन्छ त्यो ठाउँमा गयो भने त्यतिकै पर्दा त्यहाँबाट के हुँदै जान्छ भन्दाखेरि जनसङ्ख्या वृद्धि हुँदै जान्छ इस्राएलीहरूको सङ्ख्या चाहिँ वृद्धि हुँदै जान्छ वृद्धि हुँदै गएपछि चाहिँ पछिबाट चाहिँ विश्वमा एउटा फारो राजा भन्ने हामी पाउँदछौँ फारो राजा हेर्दै गएपछि फारो भनेको यो के चाहिँ भन्नुहोस् भने फारो भन्ने राजा चाहिँ अनि फारो राजा हुन्छ फारो राजा भएको हुन्छ फारो राजाको समयमा चाहिँ अनि फारो राजाले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ इस्राएलीहरूको सङ्ख्या चाहिँ साह्रै धेरै मिस्रीहरूमा धेरै सकिन्छ भन्दै अनि त्यो हेरेर यी मिस्रीहरूले चाहिँ इस्राएलीहरू चाहिँ यसरी सङ्ख्यामा लडाइँ गर्नु त भोलि हामीसँग लडाइँ गर्दा देशै चलाउन सक्ला अनि हामीले जितेर भागेर आफ्नो देशमा जानु सक्ला भन्ने कुरा यो चाहिँ आफै चिन्ताको विषय त्यहाँदेखि सुरु हुन्छ मिश्रको फारो राजाको जीवनमा अनि मिश्र भन्ने फारो राजा भनेको के बुझ्नुहोस् भने फारो राजा भनेको चाहिँ नेपालको श्री 5को सरकार भन्ने पहिला पछिबाट चाहिँ अहिले चाहिँ नेपाल सरकार भन्ने आयो त्यो श्री 5 भित्र चाहिँ राजा चाहिँ चेन्ज हुन सक्छ राजा एउटा राजा बन्न सक्छ अर्को राजा फारो राजा के अरे फेरि फारो राजा भनेर फेरि त्यहाँ चाहिँ अर्को उपस्थित हुन सक्छ अर्को फेरि नियुक्त गर्न सक्छ राजा चाहिँ नियुक्त हुन सक्छ र फारो चाहिँ फारो नै रहन्छ त्यो चाहिँ एउटा नाम दिएको जस्तै श्री 5 सरकार थियो श्री 5 सरकार भन्ने पहिला थियो श्री 5 आयो श्री 5 देखि नेपाल सरकार आयो तर फारो राजाको समयमा चाहिँ त्यो भएको कारणले चाहिँ जनसङ्ख्या बढ्दै गएको चाहिँ एउटा के सुरु हुन्छ भन्दाखेरि के हामी प्रस्ताव निकाल्नु भएको छ प्रस्ताव पुस्तक 1 को 22 पढ्नु सक्नुहुन्छ पढ्नु अहिले पढ्न अल्छी लागेको छ जसको पाइन्छ सुन्नु लाग्यो भने तर फारोले आफ्नो सारा प्रकारले यसो भनेर आज्ञा दिए हिउँको जाति छोरा जति छोरा जन्मन्छ तिनीहरू सबैले हिल नदीमा फालिदिनु तर छोरी जातिले चाहिँ जिउँदै राख्नु भन्दछ अब यहाँ मोसाको भलाइमा हेऱ्यो भने बच्चा अवस्था हेऱ्यो भने चाहिँ कस्तो अवस्थामा जन्मेको थियो यति क्रिटिकल अवस्थामा यति समस्याको अवस्थामा जन्मेको थियो त्यो समयमा चाहिँ वास्तवमा मोसा जन्मिनु भनेको चाहिँ मर्नुलाई जन्मिनु मोसा भनेको व्यक्ति चाहिँ जन्मिनु बित्तिकै के गर्नु भन्दा नील नदीमा फालिनुलाई जन्मिएको वास्तवमा हेर्नु भने चाहिँ तर परमेश्वरको योजना त्यो थिएन त्यस्तो अवस्थामा जन्मिएको त्यो मोसा जन्मिने बेला कस्तो थियो भन्दाखेरि चाहिँ छोरा जन्मियो भने चाहिँ त्यो छोरालाई चाहिँ कहाँ गर्नु भनेको चाहिँ नील नदीमा फालिदिने नील नदीमा डुबाइदिनु किनभने त्यहाँ चाहिँ मार्नु भनेको छोरा जन्मेपछि त्यस्तो अवस्थामा जन्मिएको थियो हामी त कहिले हामी अघि नै भन्यो कोरोना कस्तो गाह्रो थियो आमाको पेटमा बच्चा छ बच्चा पेटमा हुँदै आमाले कोरोना लाग्छ कि भनेर होइन प्राकृतिक प्रकोप त्यो चाहिँ उपचार गर्न सकिने कुरा छ तर यहाँ चाहिँ फारो राजाको हुकुम चाहिँ के थियो भन्दाखेरि चाहिँ इस्राएलीहरूको वंश चाहिँ धेरै बढेको छ यिनीहरू चाहिँ अझै बढेको त हामीले नाश गर्न सक्छ त्यस कारण चाहिँ यिनीहरूको छोरा जन्मेको चाहिँ सूर्यले कसले खतरा गर्थ्यो भन्दाखेरि चाहिँ फारो राजाले नै त्यहाँ सूर्यहरू चाहिँ कहाँ मिस्टीहरूले पठाएर चाहिँ यिनीहरूमा त्यो छोरा जन्मेको देखियो चाहिँ तिमीहरूलाई यहाँ चाहिँ न्युज नदीमा मात्रै लेखेका छन् मात्रै भनेको छ तर अरू के गर्न मार्ग सबै गर्न भनेको थियो सायद तर यहाँ चाहिँ प्रश्न हामी बुझ्छौँ भने चाहिँ नील नदी भनेर छ नदी रहेछ त्यो नदीमा चाहिँ फालिदिनु त्यहाँ चाहिँ अनि यिनीहरू चाहिँ छोराहरू वृद्धि हुँदैन छोरा वृद्धि गरेपछि चाहिँ जनसङ्ख्या घट्दै जान्छ भन्ने कुरा सोच मानवीय सोच राखेर त्यो कुरा गरेको थियो
तर मौसामाथि चाहिँ परमेश्वरको निगाह र अनुग्रह भनेको चाहिँ यति यस्तो महत्त्वपूर्ण थियो, यति धेरै थियो। मौसाले जब 3 महिना चाहिँ यहाँ चाहिँ के हुन्छ, आमाले लुगाएर राख्छ कि त्यहाँदेखि राख्छ, किनभने उपाय के थियो 3 महिना चाहिँ उपाय गर्ने चाहिँ के गरेको भन्दाखेरि चाहिँ एउटा कुकुर टोकरी बनाएर चाहिँ त्यो नर्कटको साइड नर्कट होला टोकरी बनाएर चाहिँ कहाँ हुन्छ निरनदीमै नै अन्त्यमा चाहिँ निरनदीमै पुर्याउनु पर्यो। निरनदीमा बगाएर त्यो टोकरीमा राखिरहेको थियो, झाडीभित्र उसमा गरेको उसमा चाहिँ कस्तो पढिने थियो फेरि भोग्दै गरेको ठाउँमा राखेको चाहिँ राखेको थियो। तर यहाँ चाहिँ फारो राजाको छोरी आएको के अरे चाहिँ आएको आउँदाखेरि चाहिँ देख्यो उनीहरूले पाउँदा छ, त्यो देख्दाखेरि चाहिँ आफ्नो त्यो मौसाको दिदी पहिला जन्मिसकेको रहेछ, मौसा दिदी सायद अहिले हेर्दाखेरि चाहिँ हाम्रो सुप्रिया जस्तै होला, मेरो भाइले के होला भनेर के बसेर हेरेपछि हामी पाउँदछौँ। अनि त्यति गर्दा चाहिँ त्यो नदीमा चाहिँ फारो राजाको छोरी नुहाउनु आएको, अनि त्यो आउँदाखेरि चाहिँ अनि देख्यो चाहिँ त्यो फारो राजाको छोरीले देखेपछि त्यो के हो टोकरी चप्पो चप्पो छ राम्रो छ के हो भनेर हेरेर काम उसको साइडियर भन्दछ होइन, अनि उसको काम उसको नोकर नि त सायद साइडियर भनेको, अनि त्यो कुरा चाहिँ बोलाएर चाहिँ त्यो ल्याइदियो भनेर हेर्दा एकदम सुन्दर बच्चा देख्दछ। त्यतिखेर नै मौका छोडेर के गर्छ भन्दाखेरि चाहिँ मौसाको दिन चाहिँ कुद्दै गामा पाउँदछ। अनि कुद्दै गएपछि चाहिँ के भन्दछ भन्दाखेरि चाहिँ हत्ता हत्ता कतिखेर बोलौँ भन्ने जस्तो भइरहेको थियो। बच्चा चाहिँ हामी बोल्छौँ नि, यो बच्चा 40 सानो बोल्छ, अहिले चाहिँ 9 वर्ष हुन्छ नि, त्यो सबै कुरा सकिरहेको हुन्छ। हामी हुनु त हामी कुन चाहिँ गर्नुपर्छ मान्छेमा अनुशासन नै हुनुपर्छ। बोल्नेको मिठो टिक्छ, नबोल्नेको संसारमा हुनेछ। चामल पनि टिक्दैन, चामल चाहिँ टिक्दैन होला जस्तो अवस्था चामल टिक्छ नि होइन, तर पिठो चाहिँ टिकाउनु गाह्रो हुन्छ। यो पिठो हो, यो त खायो भने रोटी हो, यहाँ टिक्नु सक्छ भन्दै भन्नुपर्ने हो कि होइन, यो पिठोको रोटी खायो भने एकदम स्वास्थ्यको लागि राम्रो गर्छ भनेर त टिकाउनु पर्ने हो कि, तर चामलै त्यसो गर्नु पर्दैन। यो चामल एकदम राम्रो हो, यो त खाना पकाउनु सबैले खाँदैछ त्यो त ठिकै हो, तर पिठो टिकाउनु चाहिँ गाह्रो हुन्छ। यहाँ चाहिँ संसारमा है, तर यहाँ चाहिँ के हुन्छ त छोरी त हतार गरेर के भन्छ भन्दाखेरि चाहिँ यो नानीको लागि दुध खुवाउनेको हिब्रूहरू काटेर कसैले बोलायो स्त्री के अरे स्त्रीले हिब्रूहरू बोले भन्दाखेरि चाहिँ के भन्छ भन्दाखेरि त्यो आरो छोरीले बोलायो छ भन्ने चाहिँ हतार गरेर चाहिँ कसले बोलाउँछ भन्दाखेरि वास्तवमा आफ्नै आवाज बोलाएर भाइको निम्ति दुध खुवाउनलाई बोलाउँछ। अनि यहाँ हेर्नु भयो भने प्रथा 2को 9मा हेर्यौँ भने यति कुराहरू पाउँदछौँ। अनि यहाँ यसरी लेखेको छ, तब फारोको छोरी तिनले भने यस बालकलाई लगेर हेरी थिए। यहाँ चाहिँ बोलाइरहेको छ। अनि तब फारोको छोरीले तिनले भने यस बालकलाई लगेर हेरी थिए, दुध खुवाऊ, फोहोरी गर र म तेरो ज्याला दिनेछु। यसरी ती स्त्रीले बालकलाई लग्यो र त्यसले दुध खुवाई फोहोरी गरी भन्दछ। हेर्नुहोस् परमेश्वरको अनुग्रह र निगाह भने कस्तो हुन्छ भने यहाँ पाउँदछ। त्यो फालेको छोरो थियो, तर पनि परमेश्वरको निगाहको कारण अनुग्रहको कारणले चाहिँ छोरीलाई हटाएर छोरीको कारण फेरि परमेश्वरले चाहिँ कसले दिँदैछ भने आफ्नै आमाको पुर्याउँदैछ भने त्यो बालकलाई होइन। कस्तो लाग्यो त्यो आमाले छोरालाई त्यो ठाउँमा पुर्याइराख्दाखेरि चाहिँ एकदम गाह्रो छ। अहिले तपाईँको छोरी एकदिन छोड्नु भने कस्तो गाह्रो छ। तर उसले त अब के हुने हो है, धुएरै गर्ने हो कि के हुने हो भन्ने कुरा थाहा छैन। तर उसले चाहिँ अतिमा चाहिँ उपाय गरेको चाहिँ जसरी यो स्त्रीहरू आएर मेरो छोरा चाहिँ गाह्रो हुन्छ, त्यस कारणले चाहिँ मैले चाहिँ त्यो पुऱ्याइदिन्छु भनेर पुऱ्याएको कारणले त्यहाँ चाहिँ एउटा टोकरीबाट राखेको कारणले फेरि छोरा चाहिँ कहाँ आएको छ भने आमाकै दुध खान पाएको छ, आमाकै कोखमा चाहिँ फेरि हुर्किनु पाएको छ। अनि यहाँ हेर्दै जान्छ भने सायद परमेश्वरको योजना यस्तो हुँदैन होला जस्तो लाग्छ हेऱ्यो भने चाहिँ। तर यहाँ हेऱ्यो भने परमेश्वरको योजना हो भने पनि हामी बुझ्दछौँ। यहाँ चाहिँ फेरि हामी त्यहाँबाट एकैचोटि हामी हेर्दै जान्छौँ भने चाहिँ परमेश्वर चाहिँ ठुलो भयो भन्ने कुरा पाउँदछौँ।
अनि त्यो ठुलो भइसकेपछि चाहिँ फेरि काम गए अलिक ठुलो भएपछि चाहिँ काम गयो भन्दाखेरि चाहिँ देवीसँगै के अरे राजाकै छोरीको लेखीको कुराहरू पाउँदछ अनि त्यहाँ राजाको छोराको पुऱ्याइसकेपछि चाहिँ के पाउँदछ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ ठुलो भएको अनि त्यहाँ चाहिँ राजखानामा हुर्केको भनेर पाउँदछ तर हामी यहाँभित्र बुझ्ने कुरा लेखिएको छैन तर हामीले बुझ्नुपर्ने कुरा के थियो भने चाहिँ आमाले चाहिँ यो शिक्षा सिकाउनु चाहिँ भुलेको रहेनछ भनेर हामी बुझ्दछौँ तिमी मेरो छोरा हो तर तिमी यो अवस्था आएको कारण तिमीले सुनिराखेको कुरा सबै बतायो हामी त्यहाँ लेखेको छैन तर हामी अनुवाद गर्न सक्छौँ अनि जब वर्षा ठुलो हुँदै गयो तर आमाले हिब्रूहरूको विषयमा हिब्रूहरूको इतिहासको विषयमा आफ्नो हिब्रू इसाई जातिको विषयमा सिकाएको कुरा हामी पाउँदछौँ अनि यहाँ चाहिँ हामी बुझ्दछौँ त्यस कारणले जब ठुलो भएको कुरा हामी पाउँदछौँ अनि त्यसपछि चाहिँ त्यसै कारणले गर्दा चाहिँ हिन्दू राजमहलमा हुर्के पनि के अरे मोसा चाहिँ राजमहलमा हुर्के पनि त्यो शिक्षा राजमहलमा पाए पनि पहिला शिक्षा चाहिँ कहाँको पाएको थियो भन्दाखेरि आमाद्वारा चाहिँ हिन्दूहरूबाट इतिहास शिक्षा चाहिँ मोसाले पाइसकेको थियो त्यो पाइसकेको कारणले गर्दाखेरि चाहिँ अनि जब ठुलो भयो राजमा हुर्केर ठुलो भएपछि चाहिँ के गरेको छ भन्दाखेरि चाहिँ हिब्रूहरूको खोजी गर्दै हिब्रूहरूको हेरचाह हेर्नुको लागि चाहिँ मोसा फेरि हिब्रूहरूको बादमा आएको पाउँदछौँ अनि यहाँनिर हामी तपाईँ हेऱ्यौँ भने चाहिँ अनि यहाँ चाहिँ दाजुभाइहरूसँग आफ्नो दाजुभाइ आफ्नो हिन्दूहरू कस्तो छ के छ भन्ने कुरा चाहिँ खोजी गर्दै आएको अनि हेर्न निस्केको कुरा पाउँदछौँ अनि प्रसाद धारणा पनि हामी हेऱ्यौँ भने त्यहाँ चाहिँ हामी पाउँदछौँ जब मोसा ठुला भए तब ती आफ्नो भाइ बन्धुहरू कहाँ गए र तिनीहरूलाई के गरेर गए र तिनीहरूले गरेका कठिन कामदेखि तिनले आफ्नो भाइ बन्धुहरूले एकजनालाई अर्थात् एउटा हिब्रूलाई एउटा मिसले हिर्काइरहेको देखे भन्दछ अनि यहाँ चाहिँ मेरो भाइ बन्धुहरू मेरो हिन्दू जातिहरू के गरेछ भने तर ऊ चाहिँ के थियो भन्दाखेरि चाहिँ विश्वमा थाहा छैन विश्वले छोरीले छोरासँग बनाएर चाहिँ मैले भेटोमा देखेको चाहिँ मैले चाहिँ समुद्रबाट के अरे नदीबाट पाएको त्यसको नाम चाहिँ अर्थ चाहिँ देखेको छैन तर पनि यो उसको नाम चाहिँ मोसा राख्यो किनभने सुन्दर देखियो अनि सायद मोसा अर्थ सुन्दर देख्नु हो कि होइन मोसा राख्यो किनभने यो चाहिँ मैले यो नदीबाट निकालेको भनेर भनिएको छ अनि यो नदीबाट चाहिँ छोरा छ भने खोलामा पारेको कुरा पाउँदछौँ अनि यहाँ दाजुभाइहरू भेट्नु गएको कुरा पाउँदछौँ जब ठुलो चाहिँ अनि आमाले यो इतिहास पढिसकेको दिमागमा भनेको चाहिँ अनि ठुलो भएपछि जब जातिहरूलाई आफ्नो दाजुभाइहरू भेट्न गए त्यसपछि त्यहाँदेखि समस्या चाहिँ सुरु भएको हामी पाउँदछौँ जब दाजुभाइहरू जाँदा त आफ्नै दाजुभाइ गरिरहेको छ होइन हिब्रूको फाइट गरिरहेको छ अनि त्यो फाइट गरिरहेको के गर्छ भन्दाखेरि मोसाले चाहिँ हिब्रू र मिस्ट्री चाहिँ परेको बारे छ अर्कोमा चाहिँ हामी पढिदिएको चाहिँ हिब्रू परेको भने पाउँदैछौँ त्यो हिब्रूमा पढिरहेको बेला चाहिँ रिस उठेर चाहिँ आफ्नो दाजुभाइमाथि माया लागेको कारणले गर्दाखेरि के गर्यो भन्दाखेरि चाहिँ मिस्ट्रीले मारेर चाहिँ बारमा पुगेको हुन्छ अनि फेरि भोलिपल्ट भेट्नु जाँदाखेरि चाहिँ के भयो फेरि पनि दाजुभाइले भेट्नु जाँदा चाहिँ के भयो भन्दाखेरि चाहिँ हिब्रूहरू पढिरहेको हिब्रूहरू फाइट परिरहेको हिब्रूले के भन्छ हिब्रूहरू आफ्नो जाति हो नि त्यसको फाइट पढ हुँदैन के भएको थियो आफ्नो दाजुभाइ भएर पनि पढ्छ भन्दा हाम्रो मैले घर परिएको घर हुन्छ नि के भएको दाजुभाइ भएर हिन्दी भाषामा आफ्नो त्यस्तो दाजुभाइ होला छोडेर त्यस्तो दाजुभाइ साथै भनिदिनु होला होइन त्यस्तै परेको छ हिब्रूहरूले त्यहाँ सोध्दैन हाम्रो दाजुभाइको कुरा तिमी चाहिँ हिजो निश्चितै मार्नु सक्छौ भने मार्न चाहन्छौ मारो भनेर त्यो हिब्रूले बोल्दाखेरि त छक्क पऱ्यो हिब्रू त कसैले नदेखेको आफ्नो मामा पुगेको थियो त देखिसकेको रहेछ कहिलेकाहीँ संसारमा सोच्छौ नि ठुलो सुनेर हिँड्दा हामी काट्छ भन्दैछ अनि हामी प्रारम्भको पुस्तक थुप्रै त भनेको चाहिँ न्यायको विषयमा बोलेको छ तिमीले बोलेको कुरा चाहिँ तिमीले गरेको कुरा चाहिँ भित्ताले पर्खालले ढुङ्गाले हावाले अनि सबैले स्वर्गमा चाहिँ हराइदिन्छ तिमीले गरेको त म गर्दिनँ भने नि त्यतिखेर चाहिँ स्वर्गमा चाहिँ के भन्छ भन्दाखेरि त्यो म ढुङ्गा थियो त्यहाँ ढुङ्गाको मेरो पछाडि ढुकेर तिमीले मरेको हो कि होइन भन्छ है त्यस्तो लगाइदिन्छ ढुङ्गाले हावाले त्यसमा हावाले दिन्छ है भन्यो विष्णु भएको कुराहरूले खराबले सबैले कुरा दिन्छ है भन्ने कुरा तर यहाँ चाहिँ मानिसले देखेको रहेछ है यहाँ चाहिँ विष्णुले देखेको छ भने
हिउँले देखेको रहेछ, हिउँले जब देखेको रहेछ, फाइटमा चाहिँ त्यो फाइटमा चाहिँ देखेको रहेछ होइन। अनि त्यो हिजो यहाँ पर्दा भन्यो होइन जे गर्छ गर, मलाई गर, हिजो मारेको जस्तो मार्नु जान्छ लु गर भनेर छाती फुलाएर गएपछि त के गर्नु क्या गर्नु पर्यो। यो त अहिले त देखिने गरेको थियो, मैले त विश्वभरिको फाइलिनु लागिरहेछ त मनमा सोच्नु लाग्यो। त्यसपछि समस्या के सुरु भयो। त्यसपछि मोसाले कहाँ भयो, अब के गर्ने भन्दाखेरि यो त विश्वभरिको फाइलिनु लागेको छ मैले गरेको काम त, अब मलाई यहाँ पक्कै नि गाह्रो पर्छ हाल्नुपर्छ। तर यहाँ फेरि त हेऱ्यो भने चाहिँ साँच्चै नै हत्या गरेको कारणले चाहिँ के भएको भन्दाखेरि चाहिँ मोसा चाहिँ भागेको कुरा पाउँदछौँ अनि हामी त्यहाँ हामी पढ्दा पाउँछौँ। तर हामी सबैले भन्दै गर्दै अनि मलाई के सोच्छ भन्दाखेरि के अरे मलाई अब गाह्रो परेछ, अब यहाँ चाहिँ सबैले खाइसकेको छ हाल्नुपर्छ लाग्छ। तर त्यो समय चाहिँ साँच्चै खाइसकेको छ, यहाँ विश्वको राजाले त्यो कुरा थाहा पायो भने मोसाले आफैको के अरे आने गुजराबाट आने चाहिँ विचार गरेको हुँदछ। यहाँ पाउँदछ आने नै विचार गरेको छ, आएको गरेर मानेर अब के भन्यो भन्ने कुरा चाहिँ पक्का पाउँदछ। अनि त्योबाट आएर चाहिँ कहाँ जान्छ भन्दाखेरि चाहिँ भागेर एउटा चाहिँ विज्ञान भन्ने देशमा विज्ञान देश हो या ठाउँ सायद देश ठाउँले होला। अनि विज्ञान भन्ने ठाउँमा चाहिँ हालेर जान्छ। अनि त्यो ठाउँमा गएपछि चाहिँ के भन्छ त भन्दाखेरि चाहिँ त्यो समयमा चाहिँ अनि यहाँ भागेर गएको हामी पाउँदछौँ। यो चाहिँ दिनको पत्रमा हामी पाउँदछौँ। दिनको पत्रमा चाहिँ के पाउँदछ भने ध्यानमा हामी पाउँछौँ। अनि यहाँ अघि भनेको कुरा है, फारोले यो कुरा थाहा भयो, फारोले यो कुरा थाहा भयो र उनले आगे विचार गरे। तब मोसा फारोदेखि भागेर विद्यार्थीसँग गएर चाहिँ एउटा गुवामा बसेको छ, एउटा किनारमा गुवामा बसेको हामी पाउँदछौँ। भागेर विद्यार्थी अरू देशमा थाहा सक्छ होला नि होइन, तर विद्यार्थीहरू भागेछ। अनि विद्यार्थीहरूमा भागेपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यहीँनिर चाहिँ फेरि अब के भयो भन्दाखेरि त्यहाँले चाहिँ म बसिरहेको बेला चाहिँ त्यहाँ एउटा पुजारी भन्दछ है, जित्रो भन्ने पुजारी भन्दछ, सायद पुजारी सायद संसारकै जस्तो होला। अनि हुन त बाइबलको उसलाई पुजारी भनेर यहाँ चाहिँ एउटा पुजारी भन्छ। त्यो पुजारीको छोरीहरू चाहिँ सातजना छोरीहरू कि 9जना 7जना अनि छोरीहरू थियो भन्दछ। त्यो छोरीहरूमध्ये त्यो भेडाहरू चाहिँ त्यो ठाउँमा आएको कुरा चाहिँ त्यो देखेर चाहिँ अनि हिन्दूले त्यो के अरे कुरमा त्यो मोसाले ल्याएर हो अनि हामीसँगै बसोस् खाने कुरा थाहा होस् भनेर चाहिँ त्यति गरेपछि चाहिँ मोसा यत्रो घरमा आउँछ, यत्रो घरमै बसेर चाहिँ सायद गफ गर्नु हो, तिमी मेरो घरमा काम गर्यो भने मेरो घरमा बस्यो भने म तिमीले ज्यादा दिन्छु अथवा के दिन्छु भन्ने कुराहरू भयो होला। त्यस कारणले अनि मोसा चाहिँ यत्रोको घरमा बस्यो भने तर मोसा त्यहाँ के कुरा लेखेको छ भने चाहिँ मोसा यत्रोलाई चाहिँ मोसाले आफ्नो छोरा सिपुरालाई चाहिँ बिहा भनेर दिए भन्ने कुराले पाउँदछ। त्यहाँदेखि मोसा चाहिँ त्यहाँ हो विवाह गर्छ। विवाहमा चाहिँ 2जना छोराहरू जन्मिन्छ अनि 2जना छोराहरू जन्मिन्छ। छोराहरू सँगसँगै कति त्यो चाहिँ धेरै वर्ष बितिसकेको हुन्छ। बितिसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ अनि बितिसकेको हुन्छ अनि त्यसमा चाहिँ आफ्नो देशको सरकार आउँदो रहेछ। म त प्रवासी भएको छु, त्यस कारण मेरो छोराको नाम चाहिँ के छु सायद प्रवासी भएको छु भन्ने कुरा छ। त्यसको अर्थ त्यस्तै होला। अनि देशको राखेको हुन्छ। त्यसपछि अर्को छोरा जन्मिन्छ। छोरा जन्मिसकेपछि पनि अनि के भन्छ भने परिवार त्यहाँ हुन्छ। परिवार भइसकेपछि सायद हामी विचार गरेको भने अब परिवार हुँदै अनि जित्रोकै भेडाबाट हेर्दै जाँदाखेरि चाहिँ सायद त्यस्तो भेडाबाट अनि आफ्नो के अरे भविष्यको बारेमा हेऱ्यो भने चाहिँ छोराछोरी भइसकेको हुन्छ, सबै कुरा भइसकेको हुन्छ। अब सायद इजरायलीहरूको आफ्नो हिन्दूहरूको बारेमा सायद बिर्सिसकेको होला। तर अब यहाँ हामी के पाउँछौँ भन्दा चाहिँ जब भनिसकेर चाहिँ धेरै वर्ष बितिसक्यो अनि त्यसको कारणले यो कुराहरू देख्दछौँ, भेडा चलाउँदै गरेको हामी पाउँदछौँ। अनि यहाँ हामी पाउँदछौँ इन्द्रको आफ्नो ससुराको भेडा चलाउनु चाहिँ पर्वतमा हामी पाउँदछौँ। अनि त्यसमा चाहिँ त्यो समय चलाउँदै गरेको पाउँदछौँ। त्यो समयमा चाहिँ फेरि इजरायलहरू हिन्दूहरू चाहिँ मिश्रमा चाहिँ
एकदमै कठिन समस्याहरू परेको कारणले गर्दाखेरि चाहिँ एकदम कठिन समस्या परेको अथवा सायद त्यो समयदेखि सतावट भएको थियो मुसा भन्दादेखि त्यो शब्दले त्यति धेरै समय चाहिँ वर्षसम्म चाहिँ सताउँदै गरेको पाउँदछ। अनि त्यो सताउँदै गर्दा चाहिँ के भयो भन्दाखेरि ऋषिहरू चाहिँ के गर्छ भन्दाखेरि चाहिँ परमेश्वर पुकारा गर्नु थाल्छ। अनि त्यो पुकारा गर्दै गर्दाखेरि चाहिँ त्यतिखेर मुसा कहाँ छ भने मिडियामा आफ्नो ससुराको भेडाहरू चलाउँदै बाख्रा चलाउँदै भेडा बस्दा सायद हेऱ्यो भने हामी सिधै बाख्रा हेऱ्यो भने चाहिँ यत्रोको घर थियो है। मुसा चाहिँ यत्रोको घर छ हेर्नु बाख्रा हेऱ्यो भने चाहिँ यहाँ घरमै भनेर लेखेको छ है। अब यो ठाउँमा लाग्नुपर्छ मेरो प्रजाहरूले चाहिँ यो ठाउँमा चाहिँ यो ठाउँमा चाहिँ तिमीले चाहिँ यो कुरा चाहिँ बुझाएको रहेछ परमेश्वरले चाहिँ यहाँबाट हामी परमेश्वरले हामी कहाँ गर्न सक्छौँ। हामी फेरि दिनको बारेमा फर्किएर प्रसादको बारेमा यहाँ के लेखेको छ परमेश्वरले परमेश्वर चाहिँ के अरे बुझ्न नबुझ्दा चाहिँ के भनेको थियो भन्दाखेरि चाहिँ तिनको बारेमा निकाल्नु भयो तिनको बारेमा निकाल्नु भयो। यसरी लेखेको छ अनि परमेश्वरले भन्नुभयो म तँसित हुनेछु र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ जब तैँले यी मार्ग विश्वबाट निकालेर ल्याउनेछ तब तिमीहरूले यस पर्वतमा परमेश्वरको आराधना गर्नेछौ भन्दछ। यहाँ हेर्नुहोस् पहिलो परमेश्वरमा के भनेको थियो भने तिनीहरूको यो चाहिँ याद गर्नुभयो यो कुरा चाहिँ बिर्स यो कुरा सम्झाएर पनि गराइदियो इजरायलीहरूलाई यो ठाउँमा चाहिँ किन पहिला ल्याएको कुरा किन ल्याएको थिएँ यो कुरा चाहिँ सिकाउनलाई इजरायल डोर्याउनलाई यो ठाउँको मानिसहरू बुझ्नलाई यो ठाउँमा के कस्तो कुरा चाहिँ छ त्यो कुरा कोसालाई पूर्ण रूपले थाहा थियो। किनभने त्यो ठाउँमा सायद त्यहाँदेखि भागेर गएपछि 40-80 वर्षको सायद मेलमा इजरायल फर्केको मिश्रमा फर्केको अनि 40 वर्षको उयसमा त्यो ठाउँको मानिसहरू बुझिएको थियो। अनि यो ठाउँमा आएपछि यहाँ के भन्दछ भन्दा चाहिँ विश्वले ल्याउने तब यस पर्वतमा यही पर्वत चाहिँ परमेश्वरको आराधना गर्नेछौँ। यो पर्वतमा आएपछि त्यतिबेला परमेश्वरको आराधना गर्नेछौँ। अनि यहाँ चाहिँ आराधना गरेको हुन्छ हामी पाउँदछौँ। अनि यो चाहिँ योजना चाहिँ वास्तवमा भागेको होइन रहेछ तर परमेश्वर डुलाएर त्यो ठाउँको शिक्षा दिनलाई त्यो ठाउँको कुराहरू थाहा गर्दै परमेश्वरले पोषण गरेको कुरा गर्ने हामी पाउँदछौँ। तर हामी हेर्दै पहिलाको अवस्था हेऱ्यौँ भने हाम्रो जीवनमा गरेको समस्या आएको कुरा हामी हेर्छौँ भने चाहिँ होइन होला परमेश्वरको योजना छैन होला मान्छेलाई हामी भोकमा पर्दैन होला कहिले कुनै ठाउँमा विभिन्न समस्यामा पर्दा चाहिँ परमेश्वरको योजना होइन होला भनेको छ। तर हामीले चाहिँ के भन्छौँ अझै चाहिँ के हुन्छ बिखार्दै जाँदै अनि त्यो कुरा अझै कुरा चाहिँ अनि हाम्रो नम्रतामा जोडेर चाहिँ अनि त्यो कुराहरू विषयमा गरेर भेडामा संस्कारले पनि गाली गर्नुहुँदा कहिले के गर्दैछ त्यो नम्रतामा जोडेर चाहिँ परमेश्वरले चाहिँ त्यो नम्रतामा दिएको भयो। अनि त्यो कारणले चाहिँ विश्व संसारले सम्बन्ध विनम्र व्यक्ति पनि भन्नुभयो परमेश्वरले मोसालाई अनि अहिले प्रथम तिनको बारेमा हेर्नु साथै किन योजना छ योजना त्यो चाहिँ छ यो ठाउँमा आएर चाहिँ परमेश्वरको के अरे आराधना गर्ने ठाउँ है भनेछ। अनि यहाँ चाहिँ अनि आफ्नो ससुरासँग भेट भएको कुरा पाउँदछौँ। अनि यहाँ तल गएर हेर्नु भने चाहिँ यिनको 7 12 हेऱ्यो भने चाहिँ हामी के पाउँदछौँ भन्दाखेरि चाहिँ 18 अब अन्तिममा पुग्यो है। अब म अन्तिममा सिध्याउँदैछु है। यहाँ माथि हेऱ्यो भने चाहिँ अनि मुसा चाहिँ यो पर्वतमा आएको छ अनि भन्ने कुरा जब ससुरा चाहिँ यहाँ माथि हेऱ्यो भने चाहिँ ससुरा चाहिँ एकदम खुसी भएको अनि पहिला मुसाले पहिलाको ससुरालाई चाहिँ कहाँबाट आफ्नो श्रीमतीहरू पठाइसकेको कुरा यहाँ पाउँदछ। यहाँ हेऱ्यो भने तर हामी त्यहाँ पुऱ्याउनु पर्दैनौँ। अनि यहाँ साथै तब हामी 12 हेऱ्यौँ चाहिँ के पाउँछौँ भन्दाखेरि चाहिँ मुसा आफ्नो ससुराले भेट्न निस्किए भन्छ। यहाँ मुसा आफ्नो ससुराले भेट्न निस्किएर भेटेर त्यसलाई ढोगेर दही खाए। तिनीहरूले एक अर्काको हालखबर सोधपुछ गरे र पाहाडभित्र पसे। प्रभुले इस्राएलीहरूका खातिर फालो र मिश्रहरूलाई के कसो गर्नुभयो र बाटोमा तिनीहरूलाई के कष्ट भयो र प्रभुले कसरी तिनीहरूलाई
तिनीहरूलाई छुटकारा दिनुभयो। सो भित्रका मोसाले आफ्नो ससुरालाई सुनाए, तिनीहरूलाई विश्वको हातबाट छुटकारा दिएर देव हुँदा इस्राएलहरूका निम्ति प्रभुले गर्नुभएको सबै अन्यायको कारण हिब्रू खुसी भए। अनि हिब्रूले आफ्नो मित्र तिनीहरूलाई हिब्रूले भने तिमीहरूलाई इस्राएलहरूका फारोका हातबाट छुटाउनु हुने प्रभुको प्रशंसा होस्। अब मलाई थाहा भयो कि प्रभु सारा देवहरूभन्दा महान हुनुहुँदो रहेछ, किनकि जब इस्राएलले इस्राएलमाथि अभिमान व्यवहार गरे तब उहाँले उनीहरूलाई त्यसो गर्नुभयो भन्दछ। यहाँ चाहिँ विश्वास हिब्रू चाहिँ हेर्दाखेरि चाहिँ पुजारी भन्दा संसारको सायद हाम्रो हिन्दूको पुजारी जस्तै होला, तर अब यहाँ चाहिँ के भन्दाखेरि मूसाको कुरा व्यक्त गरेको कुरा सुनेपछि चाहिँ फेरि परमेश्वरले साँच्चै मान्दछ। हामीले गरेको देवता भन्दा पनि हामीले गरेको कुराहरू भन्दा पनि फेरि परमेश्वर चाहिँ मान्दछ। तिमी के यत्रो समुद्र समुद्रले सुकाउने परमेश्वर अथवा यस्तो खालको परमेश्वर रहेछ, तिमीहरूको चाहिँ साथै संसारका फेरि परमेश्वरको चाहिँ प्रशंसा होस्। अनि भन्दा चाहिँ यहाँ चाहिँ आएर चाहिँ पहिला परमेश्वरले भनेको कुरा चाहिँ निकै गरेको कुराहरू पाउँदछ। अनि तिमीहरूको परमेश्वर चाहिँ होइन, अनि तपाईँले तिमीहरूको परमेश्वरले चाहिँ साँच्चै असर गरेछ, किनभने तिमीहरूको परमेश्वर चाहिँ निश्चित भएको रहेछ, तिमीहरूको जातिलाई बेसी रहेछ भन्ने कुराले पाउँदछ। अनि यहाँ चाहिँ हिब्रूले पनि केबाट सघाएको छ भन्दा चाहिँ यहाँ हामी तल हेऱ्यो भने चाहिँ हिब्रूले त्यहाँ चाहिँ परमेश्वरको आत्मा भनेको कुराले पाउँदछ। हिब्रू चाहिँ परमेश्वरले के अरे मूसाको ससुरा थिए। अनि साँच्चै नै कुनै कुरा हामीले चिन्ता गऱ्यो भने के गर्छ भन्दाखेरि आज त आफ्नो सपना त देख्यो भने हामी कस्तो हुन्छ है, आज यस्तो मैले सपना देखेको छु नि, यस्तो खालको देखेको थिएँ भन्ने सोच्छ। तर यहाँ त इजरायलले डुलाउँदाखेरि यस्तो राम्रो के अरे कुरा सफलता पाइसकेपछि चाहिँ डोरेले विद्याको चाहिँ ससुरालाई यस्तो उत्साहपूर्वक हामीले त यस्तो गऱ्यौँ, यसो डोराले कस्तो खुसी भएर सुनाएको कुरा हामी पाउँदछ। त्यो सुनिसकेपछि चाहिँ हिब्रू पनि खुसी भएर चाहिँ खुसी जस्तो कुरा गर्दछ। तिनीहरूको परमेश्वरले प्रशंसा होस् भनेको पाउँदछ। तपाईँ हाम्रो जीवनमा पनि हाम्रो हेर्दा हामी समस्या सबै हुँदा समस्या हुँदा हामी पनि आशा गर्दछौँ परमेश्वरले गरेको कुरा होइन, परमेश्वर हामीले दिनु गरेको कुरा यस्तो समस्याको कुरा पनि सफल भएको कुराले हामी कति कहिले गवाई बारेको कुरा सुन्छौँ, पाठको गएर सुन्छौँ, अनि परमेश्वरको चाहनाको कुराहरू सुन्छौँ, कस्तो जटिल अवस्था हामीले यसो गरेर यसमा आइपुगेको भन्ने कुरा सुन्छौँ। तर त्यस्तो जुन परिस्थितिमा आइपुग्दाखेरि हाम्रो एउटा कुरा चाहिँ भुल हुँदैन, घमण्ड भन्ने कुरा चाहिँ गर्नु हुँदैन भन्ने कुरा चाहिँ हामी भुल हुँदैन। अनि यहाँ चाहिँ मूसा त्यतिकै नहुँदो व्यक्ति भनेको होइन, सायद आएर मैले यसो गरेर ल्याएँ भनेर भन्दैन। तर त्यहाँ होइन परमेश्वरले आफूले के गर्नुभयो यो कुरा चाहिँ हामीले कसो गरेर ल्याएँ भन्ने कुरा चाहिँ हिब्रूलाई आफ्नो ससुरा सुनाएको कुराहरू पाउँदछ। हाम्रो जीवनले कति कुरा चाहिँ मैले यसो गरेर ल्याएँ, मैले यसो गरेँ भनेर परमेश्वरले चाहिँ त्यो गरेको कुरा यहाँ चाहिँ पाउँदछ। अनि यहाँ चाहिँ हामी सबै हेऱ्यौँ भने हामी के भनेर चाहिँ ढुङ्गाहरू काटेर चाहिँ यहाँ चाहिँ के गरेको छ भने चाहिँ पशु बलिदान गरेर चाहिँ हिब्रूले र मूसाले चाहिँ परमेश्वरको प्रशंसा गरेर परमेश्वरको महिमा गरेर किनभने यो ठाउँमा ल्याएर प्रशंसा गर्नेछौँ, यो ठाउँमा परमेश्वरको महिमा गर्नेछौँ। अनि यो ठाउँमा चाहिँ यो कुरा चाहिँ नबोलाइ चाहिँ समाएर यहाँ आइसकेपछि यो कुरा है मैले मूसाको ठाउँमा आएपछि गरिए त्यो ठाउँमा आइसकेपछि चाहिँ मूसाले चाहिँ परमेश्वरको प्रशंसा आराधना गरेको कुरा हामी पाउँदछौँ। अनि यहाँ चाहिँ हिब्रूले पनि के गरेछ भन्दाखेरि चाहिँ मूसा सबै सामान्य भएर चाहिँ आफ्नो उनीहरूले सायद मूसाले सायद के अरे हिब्रूले पहिला आफ्नो भन्नु सक्दैन तिमीले चाहिँ मेरो देउताको नाम पर्छ भन्थ्यो होला, तर त्यो कुरा गरेन। तर तिमीले चाहिँ यहाँ आएपछि अब हाम्रो देउताले यसो गर्नुपर्छ भन्नु सक्थ्यो होला, तर त्यो है हिब्रूले चाहिँ मूसाले के भन्यो भन्दाखेरि चाहिँ तिमीले प्रशंसा तिमीको परमेश्वरले अनि तिमी परमेश्वरसँग चाहिँ मूसा सबै बसेर चाहिँ के गरेर चाहिँ यहाँ प्रशंसा गरेको आशा गरेको बलि चढाउँदै आशा गरेको कुरा गर्छौँ। त्यसपछि चाहिँ सँगै बसेर चाहिँ के अरे रोटी पाउँदछ।
अनि तपाईँहरू चाहिँ अनि धर्मगुरुसँग चाहिँ बसेर चाहिँ प्रशंसा आदर गरेको विधि अनुसार गरेको कुराहरू पाउँदछ। त्यसपछि चाहिँ यहाँ चाहिँ परमेश्वरले आशिष दिएको कुराहरू पाउँदछ। त्यसपछि धेरै कुराहरू पढ्यो भने अझै मसँग धेरै कुराहरू छ। अनि फेरि पनि हामी पछि हेर्नेछौँ। अनि परमेश्वरको युगलाई चाहिँ हेर्दाखेरि चर्चित त्यो समयमा बाल्यकाल जन्मिँदै गर्दा त्यो नागरिक चाहिँ तर परमेश्वरको योजना चाहिँ के दिँदैछ भन्दाखेरि के भनिसके परमेश्वरले चाहिँ अब यहाँबाट चाहिँ 40 दिनको बाटो यहाँ चाहिँ 40 वर्ष लागेको कुराहरू यहाँ चाहिँ 40 वर्ष लागेको कुराहरू पाउँदछ। अनि 40 वर्ष लागेको कुराहरू पाउँदछ। अनि त्यो मिलेको पाउँदछ। अनि त्यो चाहिँ परमेश्वरले चाहिँ यो भित्र चाहिँ त्यो अब त्यहाँ अझै कति छ गर्नुपर्ने कामहरू अब यहाँ चाहिँ त्यो कुरा चाहिँ त्यहाँ चाहिँ 40 वर्षसम्म चाहिँ के थियो भन्दा चाहिँ मूसा चाहिँ परमेश्वरले त्यो परिवेशमा चाहिँ बुझाउँदै अनि बुझाउँदै ल्याएर त्यो ठाउँबाट चाहिँ कसरी डोलेर सबै पनि पक्क बनाएर चाहिँ त्यो ठाउँबाट परेको थियो। अनि तपाईँलाई मेरो जीवनमा केही समस्या हुन्छ त्यो समस्या हुँदा चाहिँ त्यो हामीले परिपक्व हुनलाई हामीले सिकाउँदछ। जो चाहिँ यो सबै परमेश्वरको वचन छोड्दै एकदमै समय गइसकेको छ। त्यो समय चाहिँ फेरि हाम्रो पाठ अब पाठलाई आमालाई दिँदै अनि यो समय चाहिँ बिदा हुन्छु। कति चुक भयो कति कुराहरू भयो होला परमेश्वर क्षमा गर्नुभएको होस्। हुन्छ सबैजनाले जय मसीह।